हेलो गाइस, नमस्ते एन्ड वेलकम टु माई च्यानल। आज चाहिँ म घुम्न जान आएको छु। हल्का पानी परिरहेको त्यही पनि गुराँस हेर्नु मन भएर गुराँस पाउने ठाउँ छ उतातिर, कता कलङ्कीबाट भित्र बिन्दावासिनी मन्दिरतिर। लोकेसन चाहिँ अझै पनि हामी गइसकेपछि अझै राम्ररी देखाउने कोसिसै गर्नेछु म। अब हुन त हाम्रो थाहा होइन, अहिले चाहिँ अलिअलि मात्रै थाहा। हेरौँ अब कता पुगिन्छ के पुगिन्छ, त्यही अनुसार म लोकेसन पनि हजुरलाई राख्छु यो भिडियोमा होइन। लेट्स सी। अब चाहिँ जाम है त, कुदम। अब चाहिँ म कुद्नु लागेको। लगाम यो स्कुटीको उस पनि लगाम अलि पर जाऊ न, हुन्छ यति। ओहो हेलो गाइज, हामी हिँड्दा छौँ है उतातिर गुराँस हेर्नको लागि। यो कुन मन्दिर? बिन्दावासिनी मन्दिर अनि हेभन डाँडा पनि जाने चाहिँ अब प्लान छ। लेट्स सी। लोकेसन चाहिँ राम्रो ठाउँ पुऱ्यायो भने हामी गइन्छ पनि, जाइन्छ, रमाइलो गरिन्छ होइन। अब लोकेसनको राम्रो भिडियो देखाउनुको लागि अब हजुरलाई मैले चाहिँ अब भनेको थिएँ, तर अब उताबाट आउँदाखेरि मात्रै सम्म भयो। किन भन्दाखेरि अघि चाहिँ हामीले बिचमा बाटो भुल्यौँ, त्यही भएर अब के गर्ने भनेर हामी चाहिँ अलमला पऱ्यौँ क्या। सो उताबाट आउँदाखेरि चाहिँ म तपाईँहरूलाई देखाउँछु लोकेसन। यता मेरो अनुहार पनि देखाएछु हजुरले होइन। म चलाउँछु अहिले स्कुटी घुर पारेर हातलाई क्या तिम्रो। हामी चाहिँ ठ्याक्कै बिन्दावासिनी टेम्पल जाने बाटो र खै यो चाहिँ कता जाने थाहा छैन, तर यो चाहिँ यता टेम्पल जाने बाटो चाहिँ भेटियो। यता देखाउन मजाले हो। तपाईँहरू चाहिँ उताबाट आइसकेपछि राइट साइडमा जानु ल है त। राइट साइडमा देखाउँछ त्यहाँ मन्दिर उताको, त्यताबाट जाने ल सर ल। यसको गाइस बिन्दावासिनी टेम्पल हो। अस्ति म यहाँ थालेँ हो क्या खासमा। अस्ति मलाई त्यहाँ शङ्का लागेको थियो, त्यहाँ कलङ्कीबाट हिँड्ने बित्तिकै, त्यही भएर नि यस्तो क्या। यस्तो राम्रो ठाउँमा आउनु थालेँ, कहाँ त्यस्तो घाँस ठाउँमा गएको अस्ति हामी एकदम मजाले देखाउनु, मजाले देख हौ। आउको साउको कस्तो मजाको बाटो रहेछ। यस्तोमा चाहिँ चिप्लिन्छ है। बरु हामी स्कुटर राखेर जाउँ। पङ्गन पङ्गन हाले मलाई डर लाग्छ के। गाइस, हामी चाहिँ फाइनल्ली आइसकेको छौँ अहिले यहाँनिर बिन्दावासिनी मन्दिरमा। विशेष गरी चाहिँ हामी अब यो आज चाहिँ यो के अरे लाली गुराँसको सिजन भएर फुल हेर्नु आएको। हामी चाहिँ फुल पनि देख्नु पायो लाली गुराँसको। उता त्यस्तो राम्रो फुल हेर्छु, यस्तो फुल हेर्छ। उता पर्तिर फुल हेर्छ, यतातिर यता पछाडि नै फुल हेर्छ। अनि मन्दिर चाहिँ ठ्याक्कै यो साइडमा रहेछ ल। यहाँनिर यस्तो माथि गइसकेपछि ठ्याक्कै मन्दिर रहेछ। अनि हामी पनि अब के अरे यो लाली गुराँस त लानु पर्ने एक दुईवटा, खोइ अब उता पर्तिर यता टेबल पाँदैन रहेछ होइन। ल जाउँ, म सँगसँगै बिन्दावासिनी मन्दिर दर्शन गर्न जाउँ है त गाइस। हो कमन 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 कमन। होइन भयो राम्रो छ ल। काठमाडौँ नजिकै तपाईँहरूलाई आउनु मन छ भने चाहिँ बाटो पनि एकदमै राम्रो, ठाउँ पनि एकदमै राम्रो। चिसो चिसो आज झन् पानी परेको छ, हल्का हल्का झरी परेको छ। मजाले दामी भइरहेछ आज चाहिँ ल। मन्दिरमा जाउँ, मन्दिरमा खाना खाइसक्यो, घुम्नु त आएको मन्दिरहरू के पनि है। मन्दिर देखाएको एकपल्ट तपाईँहरू पनि घुम्नु मन छैन आउनु है गाइस। एकदमै राम्रो रहेछ क्या अहिले चाहिँ। गुराँस फुलेर भयो नि होला, दामी रहेछ ल। घुमौँ, दाहिनेबाट घुम्नुपर्छ। आहा 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 शिवको लिङ्ग रहेछ यहाँनिर, शिवलिङ्ग। अनि यो चाहिँ नन्दी गाई दर्शन गर्नु पर्यो नि।
एउटा टिकटक भिडियो नि बनाउनु पर्ने यार माया चैट चैट गर्दै यहाँ होइन तल बनाउनुपर्छ अहिले घन्टी छ घन्टी देशैभरि घन्टी बज्यो नि त यहाँ यत्रो ठुलो घन्टी रहेछ तर यत्रो ठुलो घन्टी रहेछ यहाँनिर चाहिँ अहिले के बजाउनु होइन अनि यहाँनिर चाहिँ कागतीको माला ल ठिक छ गाइस तपाईँहरूलाई हामीले यो मन्दिर देखाइयो अब चाहिँ हाम्रो फोटो खिच्ने कार्यक्रम सुरु हुन्छ एउटा फोटो खिचिन्छ एउटा टिकटक भिडियो बनाइन्छ त्यसपछि फर्किन्छ उता पर्तिर टिकटक भिडियो नि बनाइयो डान्स गरेर मायालाई के दिउँ म बहिना भन्ने बनाइयो त्यसपछि अनि हामी चाहिँ अब हिँड्न लागेको उता अगाडि त्यतातिर जङ्गलमा गएर एक दुईवटा फुल त टिप्नै पऱ्यो यहाँ आएर होइन एउटा फुल टिप्नु बाँकी छ हामीले चाहिँ अब यहाँ चाहिँ टिप्नु मिल्दैन त्यहाँ पर पनि टिप्ने हो हामीलाई चाहिँ भाग्दैन कसरी है जग्गा चाहिँ ल अब चाहिँ म जाँदैछु हिँड्नु ल मेरो पछाडि आउनुहोस् त अरे चाबी किम्यो कि है गुराँस भएको ठाउँतिर मलाई सम्झाउ ल एउटा टिप्नु पऱ्यो क्या एक दुईवटा मैले सम्झाउनु पर्ने हेर न स्कुटर उडाउँदाखेरि तिमीलाई यादै हुन्न ल ओइ चिसो पुसेको भयो नि त्यो चिसो भएको के त्यहाँ छ त त्यही हो ओम नमो भगवते तसदुर्वरेया पानी परो गाइसहरू लु अब त्यो म घरि हुँदैन पर्छ हुँदैन ल ओके अब हामी चाहिँ धेरै टाढा होइन अब अलिक उता नजिक गइसकेपछि अब हामी यसो एउटा फुल टिप्नु पर्ला त्यस्तै हो अब दोस्रो पिपी हनुमान गुरुजी बिस्तारै चिप्लो छ बाटो रेडी हुँदै हुनुहुन्छ रुख चढ्नको लागि उहाँ चाहिँ मैले चाहिँ म त ग्राफ देखाएको छु अब चढ्नु परेको टुन्नु होइन ल दुईजना टिप्ने धेरै नटिप्ने अब ओइ ओइ राइट त्यसमा छोड्यो क्यामेरा यहाँ ओइ कमन नाचेको ठाउँ हेर्नु पऱ्यो नि अब पिकनिक सिकनिक खानलाई ठिकै हुन्छ त्यो ठाउँ चाहिँ है सुटिहाल्यो उता त्यो मन्दिर घुमेर आयो अब चाहिँ यतातिर यसो हेर्नु आयो यतातिर पनि के छ छाप चौर ठाउँको नाम चाहिँ यो पिकनिक सिकनिक खाने ठाउँ रहेछ अनि अलिअलि चौर पनि रहेछ उता तर खेल्ने ठाउँ पनि रहेछ होइन यहाँभन्दा अगाडि चाहिँ के छ त त्यहाँभन्दा अगाडि अब
गुराँस पनि यता नि पाउँछ गुराँस यार अँ, राम्रो गुराँस बापौर गुराँस फुलेको राम्रो गुराँस फुलेको यहाँबाट त राम्रो देख्छ यार है अँ। तर यो होसीले केही देख्दैन होला यहाँ हो र अँ यस्तो बाटो आएको थियौँ हामी अँ, अब मैले चाहिँ तपाईँहरूलाई राम्ररी यो लोकठान छैन किन भन्दाखेरि मलाई पनि खासै थाहा भएन क्या सुन्नु जाँदाखेरि चाहिँ अब अर्कोपल्ट जाँदाखेरि चाहिँ म तपाईँहरूलाई देखाउने कोसिस गर्छु राम्ररी तर तपाईँहरू यो नक्याबाट माथितिर उकालो लागिसकेपछि वाइट सबै बाटो राइटको राइट फुट लाग्नु ठ्याक्कै अब आइहाल्छ राइट बाटो चाहिँ छोड्नु भनेको राइट 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 आज घुमियो रमाइलो भयो अलिअलि भिज्यो पनि पानीमा होइन सो अब चाहिँ रुमतिर आइयो अनि आज त ईद हो गएर ईदको शुभकामना दिन बिर्सिरह होइन सबैजना मुस्लिम नेपाली दाजुभाइहरूलाई जता पनि बस्नुहुन्छ उहाँहरू सबैलाई ईद मुबारक के फल हाल भन्न चाहन्छु र सबैले भिडियो हेरिदिनु भएको सबैजना धन्यवाद मन पऱ्यो भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्ने होला बाई बाई